नेपाल भाषा कथा नेपाली भाषामा अनुवाद गरी वाचन गर्ने क्रममा आज नेपाल भाषाका आधुनिक कथाका कथाकार हितकर वीरसिंह कंसाकारद्वारा रचित चिबरीय मुह नामक कथा वाचन गर्न लागेको छु। यस चिबरीय मुह शीर्षक अनुवाद गर्दा चिबरको मूल्य नामाङ्कन हुन जान्छ। कथाकार हितकर वीरसिंह कंसाकारको अघिमुठ कथा संग्रहबाट उक्त कथा अनुवाद गरिएको छ। नेपाल सम्मत 1084 तदनुसार विक्रम सम्मत 2020 सालमा प्रकाशित उक्त कथा संग्रहलाई विक्रम सम्मत 2023 सालमा श्रेष्ठ श्रीपाद्वारा पुरस्कृत भएको थियो। प्रस्तुत कथा प्रकाशनमा आउँदा कथाको घटनालाई लिएर चर्चा परिचर्चा भएको थियो। उक्त अघिमुठ कथा संग्रहको यो चिबरको मूल्य कथाबारे प्रख्यात उपन्यासकार तुषा सामीले आफ्नो भूमिकामा यसरी लेख्नु भएको थियो। यौन भन्नासाथ त्यसको पछाडि मनोविज्ञान देखा पर्छ। त्यसैले यौन मानव जीवनको एक गम्भीर समस्या हो। यौन बिनाको जीवनको कल्पना गर्न सकिँदैन। यौन विषयमा साहित्य सिर्जना गर्न सजिलो छैन। तैपनि अघिमुठका लेखकले यो गाह्रो विषयमा कलम चलाउनु भएको छ। यस्तै यस चिबरको मूल्य कथाबारे समालोचक प्राध्यापक आशाराम साकेले यसरी टिप्पणी गर्नुभएको छ। तृष्णा रहउन्जेल मोक्ष प्राप्त हुन सक्दैन भन्ने थाहा हुने भिक्षुले आफ्नै छोरीसँगको क्षणिक तृष्णाबाट टाढा हुन सकेन भन्दै प्राध्यापक साकेले यस कथाबारे कथाकारले भन्न खोज्नु भएको शिक्षा यति नै हो भनेर उहाँले यसरी लेख्नु भएको छ। मानिस यौनका दास हुन्। प्रस्तुत कथाको वाचन सुन्दा पाठकहरूले विरूपाक्ष सम्झन पुग्छन्। यो कथा मधुपर्क मासिक पत्रिकाबाट साभार गरिएको छ। अब सुनौ हितकर वीरसिंह कंसाकारद्वारा रचित कथा चिबरको मूल्य। कोठा त्यति ठुलो त होइन, तर साह्रै सानो पनि छैन, ठिक्कको राम्रै छ। चिटिक परेको सिनिट पारेको गुलाबी रङले पोतिएको भित्ता भर्खर अनुमाकी दुलैले ल्याएको साडी जस्तै छ। पुरानो छाँडका स्वास्नी मान्छेले सारीमाथि एक धरो पोटकी बेरेछे बीचमा सेटोटरको एउटा कुनामा बसेर भकाएको बालक रोइरहेछ, सुक्क सुक्क गर्दै रोइरहेछ। जुत्ता नचुने भएर हो कि वा कसैले छोला भनेर पेट बोकेकी आइमै चाहिँ कुचो भित्ताको पुछारमा टाउको चोक्राएर बसिरहेछ। काखमा कोही बस्न नआएर मेचहरू पनि हात खुट्टा लटार्दै क्वाँ क्वाँ रोइरहे जस्ता छन्। घिनी लाग्ने गरी बान्ता गर्दै कोपरा उतानो परिरहेछ। खतवालसँगै सझालको पातेलामा बसेर सिँगार गर्दैछु म एक्लै। कोठाभरि बत्तीको उज्यालो छ। अगाडिपट्टि पुरै जिउ देख्ने ऐना मासतिर बुद्धको एउटा रङ्गीन चित्र। भित्तामा 2-4वटा नग्न चित्रको प्रदर्शन। हुन त यी नग्न चित्रहरू इतिहास साक्षी राखेर कोरिएका हुन्। तैपनि मान्छेले त्यस दृष्टिले हेर्ला जस्तो लाग्दैन, किनभने यहाँका मान्छेहरू सबैजसो बहुला सन्की छन्। जे जस्तो होस्, यो चित्रकलामा नारी जातिले भोगेका मार्मिक कथाहरू लुकेर रहेका छन्। त्यसैले पनि यसको मोल अन्य चित्रभन्दा निकै बढी छ। एकातिर नारी भएर जन्म लिनु पनि अभिशाप हो भन्ने कुरालाई यी चित्रले राम्ररी झर्काउँछन्। साँच्चै कलाको मूल्य थाहा पाउनेहरूले यी चित्रमा अर्थ केही देख्दैनन्। चित्रकारको कस्तो शिल्प, कस्तो रङ्ग, कस्तो कला, ओहो जिउने श्रृङ हुन्छ। ऐनाको दायाँ बायाँ कलात्मक 2टा टुँडाल राख्न मन लागेको पनि त्यत्तिकै होइन। अस्ति प्रेमा र बसन्तीसँग घुम्दै जाँदा हनुमान ढोका निरपुरा त्यहाँको एउटा मन्दिरमा त्यस्तै चित्र कुरिएको कला देखेँ। त्यसले मेरो मनभित्र कस्तो कस्तो अकथनीय भाव पैदा भयो, मानव कुनै अबोध बालकले सिलौटमा मन लागि धर्साहरू कोरेछ। आफूलाई थाम्नै सकिन, मनै मानेन। त्यसैले दुईतिर टाङ्गिदिएँ। गर्व लाग्यो, मुस्क हाँस्यो, प्रतिबिम्बित चित्र पनि हाँस्यो। झन् हाँस्न मन लाग्यो, मरी हाँसेँ। सुगन्धित अम्लाको तेल राखेर कपाल कोरेँ। नयाँ छाँटले घोर पुच्छर जस्तै एक मुठो हुने गरी पछिल्तिर बाँटेँ। एक मुठी पाउडर लिएर अनुहारमा डल्लेँ। भाँडा मस्काएँ। लालीले ओठ र गाला रातो रातो पारेँ। कसैले चुसेर रातामै पारेछ पो देखियो। परेर उचालेर गाजल लगाएँ। सुराइले सुलुक्क परेको घाँटीमा सिक्री लगाएँ। रातो हरियो चुरा लगाएँ। कोठा पनि आज विशेष झकाउँछ। ओहो, नानी त तोर्नी भइसकेकी छ। त्यो बेला देख्दा सानी थिए, कस्तरी हलक्क जिउ बढेर राम्ररी देखिएको नि, हिस्सी लाग्दी। अरे उता हाम्री छोरीलाई भने होइन भन्थे,
छोरी तरुणी भएपछि घर कुरुवा राख्न सुहाउन है, साँच्चै हुन। हजुरलाई भन्नुपर्ने त होइन, 8 दिन अघिको कुरा हो। राम प्यारीकी आमाले कति भने छोरीलाई छिट्टै दिए पठाउन ढिलो भयो। बाहिर नाना थरी कुरा चलिसक्यो। मैले नै कतै कुरा चलाइदिउँ कि भन्दा हाम्रो छोरीलाई पढाइ नसकिएसम्म कही दिए पठाउन। के कुरा गर्नुभएको आसमाई भाउजू भनेर मसित झगडै गरौँला जस्तै कस्तरी कराकी। अहिले ती राम प्यारी अत्तोपत्तो छैन, कहाँ गइहाले नि आमा बाबुको नाक काटेर। फेरि हजुरले नानी हिरे मैयालाई नराम्री सोची भन्नुहोला, शङ्का गरी भन्नुहोला। सत्य त्यसो होइन है। त्यस दिन आसमाई भाउजूले उहाँलाई सुनाएको सम्झिँदा लाजले मेरो शिरी निहुरियो। एकचोटि त राम प्यारीको कुराले डर पनि लाग्यो, तर केही बेरपछि डर हरायो। साँच्चै मलाई भर्खरै मात्रै होस भयो, म त अब केटाकेटी होइन तरुणी भइसकेँ। त्यसो त मैले सुरुवाल लाउने हिप टाइट कुर्ता लाउन पनि त छोडिसकेँ। बरु कतिसम्म भने ब्रेस्ट टाइट लो कट ब्लाउज भने लाउन छोडेको छैन, किनभने यसैमा मेरो समग्र यौवन समेटिएको छ। त्यसैले नलगाउने कुरा सोचेकीसम्म छैन। हिजो अस्तिसम्म केही थाहा नपाएकी आज यो कुरा सम्झिँदा मलाई त सबै कुरा जान्ने बुझ्ने भइसकेँ भन्ने गर्व लाग्यो। हुन त त्यति बेला म बच्चै थिएँ। एकचोटि नोनीमा साथीहरूसित घुवाइ काँस खेलिरहेको थिएँ। त्यस बेला तोलकै रामचाले ए मैया यहाँ एकचोटि आऊ त भनेर इसाराले बोलायो। खेल्न छोडेर फुर्तिका साथ अगाडि गएँ। के कुरा हो भन्ला भनेर सोचेकी त तातो हुने गरी काखमा पो ठचक्क बसायो। यो के हो भन्दै छातीमा पो छोएर देखायो। काउकुटी पनि लाग्यो। फिस्सा हाँसे, थाहा छैन के भन्दै हात पन्छाएँ। यसै बेला 4वटा चक्लेट मेरो हातमा राखिदियो। म लुरलुर फर्केँ। मलाई त्यति बेला केही थाहा थिएन, सत्य केही थाहा थिएन। हरे साँच्चै त्यति बेला म केटाकेटी मात्र नभएकी भए त्यो मोरो छाके राम्चाको गाला चर्काइदिन्थ्यो। अनुहार न दनुहार परेको अल्छिना मोरो। शून्य कोठामा उनी मलाई नजिक तान्न खोज्छन्। म पछि सर्छु। ल के तालको मान्छे रहेछ, यता हेर भन्दै अँगालो मार्छ। छोड्नै मान्दैन। कुकुरको मुखमा परेको हड्डी चाहिँ। मन लाग्दैन सोर्छ। म उत्तर दिन्छु, नछुने भएको छु। हत्तेरी यहाँ आइमै त भन्दै उनी टोकरीमा परेको माछा चाहिँ छटपटिन्छ। अनि म जोरले हाँस्छु। निकै मजा लाग्छ, निकै मजा। तेलको सिस खसेको आवाजले विचारको घैँटो फुट्छ। झसङ्ग हुन्छु। मैले त लुगा पो फुकाल्न थालेको रहेछु। छे, ऐनामा हेरेर एकचोटि सुस्तरी हाँसेँ। हत्तेरी छिटो कहाँ के मिलाउनु पर्ने हो आवश्यकता अनुसार सिँगारेँ। लुगा सुया जस्तो लागेन। साडी पनि पटक्कै चित्त बुझ्दो लागेन। चित्त बुझ्नु पनि कसरी, सधैँ लाउने उही साडी मैलो भएर खुइली पनि सक्यो। हेर्नै भएन। ट्रङ्क खोलेँ। भएभरको लुगा फाटो निकालेँ। छरपष्ट लुगा मानो कपडा पसल खोल्न लागे जस्तो पो देखियो। त्यसमध्ये बल्ल चित्त बुझ्दो लुगा फेला परेपछि एकातिर पन्छाएँ। ऐनाभित्रको तस्बिर जस्तै पारदर्शी नाइलनको टिमिक्क परेको ब्लाउज लगाएँ अनि नाइलनकै साडी लगाएँ। पेटीकोट नभएकोले सबै छ्याङ्ग भयो। जिउमा लुगा भए पनि नग्न झै लाग्यो। जिउ सिरिङ्ग भयो। आसामाई भाउजूको कुरा र भर्खरै दिमागमा आएको कल्पनाको रमाइलो दृश्यले छ्याप्पै छोप्यो। के भयो कुनी, लुगाहरू खुरखुर फुकाल्न थालेछु। उडिरहेको चङ्गको धागो छोरे चाहिँ आफ्नो छाया देखेर आफैलाई लाज लाग्यो। अनुहार छोपिएँ। फेरि हाँस्दै हात हटाएँ। बुद्धको तपस्या भङ्ग गर्न मार कन्याहरूले नग्न नृत्य गरे चाहिँ मैले पनि बुद्धको अगाडि त्यसरी नै गरिरहे चाहिँ प्रतीक भयो। बुद्धको मोहित पार्ने अनुहार एकचोटि हेरेँ। मलाई केही बेर यसै गरी उभिरहँ जस्तो लाग्यो। किन आज मलाई निकै रमाइलो लागिरहेछ। त्यसैले आज मेरा खुट्टा भुइँमा छैनन्। साँच्चै स्वर्गीय आनन्द मलाई आजै मात्र प्राप्त भए जस्तो लाग्यो। ढोका खोलेको खर्कको आवाजले म अनायास तर्सेँ। एकछिनको लागि त मेरो हङ्सले ठाउँ नै छोड्यो। ढोकामा चुकुल लगाउने बिर्सिएको त होसै भएन। हट्टनपट्ट भुइँमा भएको लुगाले जिउ छोपेँ। चिप्ली केराले टाउको लुकाए चाहिँ यसो पछाडि फर्केर हेर्दा एकजना पिच्छु, मेरो बाउ। लाजले म त पानी भएँ। मर्यातुल्य भएँ। छाती धुक भयो। अवाक्क भएँ। विषम जोरले च्यापिए चाहिँ पुरै जिउ ठट्ठर काँप्यो। बोली हर्या चाहिँ भयो। वातावरण निस्तब्ध शान्त मौन। मस्कोको लेनिन मुसोलियनको गार्ड चाहिँ उहाँ ठिङ्ग उभिरहनु भयो। म भने भयले आफैमा खुम्चिन थालेँ। बिस्तारै पाइला चाल्दै उहाँ अगाडि आउनुभयो। उहाँ सर्रै आएसँगै मेरो छातीको धड्कन पनि बढ्न थाल्यो। यहाँ पो तिमी भन्दै हंसावटी देखेर ब्रह्मा हुत्तिएर पसे चाहिँ उहाँ भित्र पस्नुभयो र ढोका ढ्याम्म लगाएर चिबर फुकालेर मतिर बढ्नुभयो।
हजुर हुन्न हुन्न भयभीत हुँदै म पछि पछि सरेँ। आखिरमा चुम्बकले ताने चाहिँ मेरो शरीर च्याप्प टाँसिहाल्यो। अलकत्रा टाँसिएको पिच चाहिँ कति बेरसम्म पनि उब्काउनै सकिन्न। मेरो आत्मा मर्यो। तातो रगत चिसिनै गयो। मुटुको चाल हावा भरिएको तकिया चाहिँ खुम्चिँदै गयो। शक्तिहीन चाहिँ ज्यान नभएको शरीर चाहिँ लल्याक्क लुलुक्क परे। ओठ मुख सुक्यो। चिट चिट पसिना आयो। भविष्यलाई मलाई त्रसित पार्यो। लट्ठिए चाहिँ भएँ। मैले सहनै सकेन। लछार पछार चलेँ। बटारिएको डोरी चुनिए चाहिँ दुईजना दुईतिर ड्याङ पछारियो। लिङ्गो टल्यो। आँखा लोलाउन थाल्यो। ढलमलिन्डे उठाउनु परे अनि अनायास मेरो मुखबाट निस्क्यो, हजुरलाई ईश्वरले समेत क्षमा गर्ने छैन। ईश्वरले समेत क्षमा गर्ने छैन। छिट चिवर लाएर उहाँ फटाफट गइहाल्नु भयो। मेरो अनुहार चाहिँ उहाँको अनुहार पनि लालदे रातो भएको मैले राम्रोसँग देखेँ। ढोकामा चुकुल लाएँ। लोलाएका आँखाले चारैतिर एकचोटि हेरेँ। फन्न रिङ आयो। कोठाका एकाएक वस्तुले ढिक्कार गरिरहेछ प्रतीक भयो। दराजमा सजाएका पुतलीहरूले अब खेल्नलाई साथी पाइने भयो भनेर खिस्काउँदै खिटिक्क हाँस्न थाल्यो। रुखबाट खसेको बाँदर चाहिँ म झोक्राएर बसिरहेँ। बगरमा फ्यालिएका माछो चाहिँ फटाक्क भएर छत परिन थाले। यसै बेला प्रेतात्मा भएर आमा ढोकामा ठिङ्ग उभिन आइन्। क्वाँ रोएँ, साह्रै रोएँ। हात जोडेर क्षमा माग्दै, क्षमा गर्नुहोस् आमा, क्षमा गर्नुहोस्। थाहा पाई मैले सत्य होइन आमा, सत्य होइन। यस्तो होला भनेर मलाई केही थाहा थिएन। आँखाभरि आँसु राखेर उभिरहेकी आमा अकस्मात हराइन् कहाँ। दिवंगत आमा सम्झेर मन साह्रै रोयो। जे भए पनि उहाँ मेरो बुबा हो, बुबा। उहाँकी म एक्लै छोरी। आज आमा जीवित भएकी भए। आमा बितेको वर्ष दिनपछि मात्र उहाँले पहिलो वस्त्र लगाउनु भएको। भिक्षु भएको 5 महिना नबित्दै उहाँको कत्रो मान सम्मान बढ्यो, नाउँ चम्क्यो। उहाँ बिना सभा समारोहको शोभा नै नहुने भयो। उहाँको धर्मदेशनाले उपासक उपासिकाहरू यति प्रभावित र आकर्षित भए कि भनेर साध्य छैन। कस्तो धर्मदेशना, कस्तो आकर्षण, कस्तो व्यक्तित्व। तर आज तिनै व्यक्तिबाट यस्तो अनैतिक कर्म भयो भन्दा को आश्चर्यचकित नहोला। त्यसो त उहाँप्रति हिजो अस्ति पनि शङ्का नलागेको होइन। तर आज जस्तो यस प्रकारको घटना होला भन्ने किसिमको होइन। विशेष त उहाँ बिहारमा मात्रै बसिरहनुहुन्थ्यो। भेट्न पर्दा म स्वयं बिहारमा भेट्न जान्थेँ। एक दिन बिहारमै जाँदा एउटी उपासिका मिठाई सठाई लिएर आएकी रहेछ। मलाई त्यस्तो दृश्य हेर्नु पर्ला भनेर के थाहा। मलाई देख्नासाथ दुवैजना कस्तरी हडबडाएका। छक्कै लाग्यो। मलाई बसौँ कि फर्कौँ भयो। मलाई त त्यहाँ बस्नै अप्ठ्यारो भयो। तैपनि मेरो मनमा त्यस्तो शङ्का चाहिँ भएन। त्यस दिन पनि अचानक आउनुभयो। कहिले भित्तामा झुन्ड्याएको नग्न चित्रमा हातले छोएर मलाई हेर्नुहुन्थ्यो, कहिले तुँडालतिर हेर्नुहुन्थ्यो, त कहिले त्यस्तै अश्लील लाग्ने 2-4 शब्द बोल्नुभयो। मलाई त त्यसबेला उहाँले यस्तो चित्र पनि राख्ने हो र भनेर हप्काउनु होला भनेर कस्तो अप्ठ्यारो लागेको थियो। त्यति बेला पनि मैले शङ्काको दृष्टिले हेरिनँ। अब मलाई आजको घटनाले पुरा विश्वास भयो कि मान्छेले वासनाको स्वार पाएपछि आफ्नो व्यक्तित्वलाई पनि उपेक्षा गर्दो रहेछ। चाहे त्यस्तो व्यक्ति जति नै सहनशील नै किन नहोस्, व्यक्तित्व भएकै किन नहोस्, अझ नैतिकता भएकै मान्छे किन नहोस्। होइन, बाहिर अरूले थाहा पायो भने त्यसबेला उहाँलाई भिक्षु समाजले बहिष्कार नगर्ला। काम विशेषले 2-3 पटक उहाँसँग कतै बाहिर जाँदा नै मान्छेहरूलाई कुरा काटे। कस्तो भिक्षु भएर पनि त्यसै तरुणीसित हिँड्ने हो, छि सुहाउने कुरा हो र भन्ने जस्ता वाहियात कुरा सुन्नु पर्यो। अब यो कुरा थाहा पायो भने समाजका एक व्यक्तिले गिद्ध भएर मलाई चोट्टा पारेर नलुछलान्, मलाई बदनाम नगर्लान् अनि मेरो जीवन निरर्थक भएर अस्ति पञ्जरसर हुनेछ। सबले थुक्नेछन्, गाली गर्नेछन्, चण्डाल्नी बेसिए अझ बाउ पनि नभन्ने पातकी भन्लान्। अनि नचिन्ने नदेख्ने पनि मलाई चिन्नेछन्। टोलमा, गाउँमा, सहरमा, अझ गल्लीमा समेत यो कुरा 1 कान 2 कान मैदान हुनेछ। अनि मैले कुकुरले नपाएको दुःख भोग्नु पर्ने हुन्छ। म अवश्य पनि पापी हुँ, निर्दोष भएर पनि दोषी हुँ, मान्छे भन्न नसुहाउने पशु हुँ। त्यस दिन रातभरि रोएर बिताएँ। 2 महिनापछि हिजो अस्तिसम्म त समाजले देख्ला भनेर त्यो घृणित कृत्यलाई लुकाएर राखेँ। अब त्यसलाई लुकाएर राख्न सकिन्न। दुर्गन्धलाई कति दिन छोपेर राख्न सकिएला। तल्ला घरे फुपू घरमा आउँदा के हो नानी, तिमी त साह्रै गली छौ, अनुहारमा पनि के भएको, के तालको तिमी त यस्तो वयसमा पनि खिन्न, डाक्टर देखाउनु पर्दैन, पछि लौ भनेर पस्ताउनु पर्ला।
मेरो कुरा मान, राम्ररी औषधि गर, अनुहार हेर्दा राम्रो लक्षण देखिन है भनिदिएको छु। नभए मै एकचोटि बिहारमा गएर आउँ के भन्दै फुपूले मेरो अनुहार हेर्दै आफ्नो विचार पोखिन्। पर्दैन फुपू, त्यहाँ जानु पर्दैन। उहाँलाई बेकारमा किन दुःख दिने? उहाँहरूलाई यस्तो अनावश्यक बोझ दिनु त्यति सुहाउँदैन, बिस्तारै निको भइहाल्छ। अस्ति बिरामी परे नि, त्यसो त काम गर्ने छँदैछ नि, खै उसलाई पनि कति काम अराउँ, भाँडा माझ, भडार कुरार गर, पानी लिन जाऊ, पसल जाऊ, सबै जसो ऊ एक्लैले गर्नुपर्छ। साँच्चै धन्न गरेकी पनि छ, अल्छी त पत्तकै छैन। त्यही भएर त हिजै मात्र राम्रै खाले 2 जोर लुगा दिएँ। फुपू अहिले त अलि ठिक भएँ, अझ अस्ति देखेको भए के भन्नुहुन्थ्यो होला भन्दै कुरा लुकाएँ। अब मैले कसैलाई पनि छल्न नसक्ने भएँ। हेर्नुहोस् अझै, यो कुरा अरूलाई थाहा पाएँ भने म सहन है। तपाईँलाई भएको सबै कुरा भनिहालेँ। अब के गरौँ त अझै? बिन्ती भन्छु, जसरी भए पनि नरिसाउनु भए एउटा कुरा भन्छु नानी। भन्नुहोस् न अझै, म रिसाउँदिनँ साँच्चै। कुरा के भने नि तोलभरि थाहा नपाउने कोही बाँकी रहेन, जहाँ पनि यही कुरा। त्यसैले नानी, गिराउनु नै बेस। फेरि चाहिने नचाहिने कस्तो बेहोर्नु पर्ला, मैले हेर्दा त्यस्तो लाग्छ है। अझीको नरम बोलीले मेरो जिउ नै श्रिङ भयो। त्यसो भए नानी हेर, म यहाँ, म गएँ है त। अन्त पनि जानु छ, बरु गर्ने नै भए बोलाउनु पठाउनुहोस्, म आउँछु है नानी। अमिलो मुख ल्याएर अझी गइन्। मलाई झन्न रिस उठ्यो। रिसलाई आँखै देखेन, मुट्ठी कसेर डाँडा किच्दै त्यस रातभरि म यता र उता गरिरहेँ। भन्न सकिन आफूभित्र आफै छ कि छैन जस्तो। एक दिन साँझको समय कोठामा बसिरहेको थिएँ। के भयो कुनै डेबी चराजी जगल्ट फैलाएर जुरुक्क उठेँ। एकचोटि ऐनामा हेरेँ, त्यसपछि फनक्क फर्केर सरासर बाहिर आएँ। सिपाहीहरू लहरै बसेर पहरा दिइरहेछे। चारैतिर बार लगाएको नुपुखो अर्थात् रानी पोखरीले मेरो आँखा तान्यो। ढोकामा पाल्नुहोस् भनेर लेखिएको रातो टुल हावामा बतासिएर अट्टहास गरेथ्यो। वातावरण अध्ययन गरेँ। मसान चाहिँ भयावह देखिन्छ। लास जलाइरहेको हो कि जस्तो एउटा कुनामा धुवा पुटपुटाइरहेछ। उराट लाग्ने गरी कुकुर भुकिरहेछ। वातावरण भयावह देखिन्छ। पाइला सारेँ, जिउलाई यसो झुकाएँ। जिउ त श्रिङ भयो। ए नानी, पक भन्दै एकजना अरेबैसे मान्छे दौड्दै आयो। म बाँच्नु नै एकजना भिक्षुकको जीवनलाई नर्क बनाउनु हो। आफूले गरेको पापको दण्ड मलाई अवश्य मिल्नुपर्छ। यही मेरो पापको प्रायश्चित हो। यति भनेर म पानीमा झ्याममा हाम फालेँ। पानीको लहर किनारमा गएर ठोकिरह्यो। थाहै नपाई मटान पुगिसके कि म कुनै नरम वस्तुसित ठोकिएपछि विचारको श्रृङ्खला टुट्यो। एकपटक गहिरो निश्वास फेरेँ। कहाँ जान लाग्यो कि हिँड माथि छसँग हुने गरी मेरो कानमा ठोक्यो। उहाँसित एकजना अरुवैसे महिला पनि थिए। मलाई आश्चर्यका साथै डर पनि लाग्यो। आश्चर्य मान्नु पर्दैन, जाउँ माथि। काँधमा हात राखेर मलाई माथि लान खोज्नुभयो। अझ पनि केही भन्न बाँकी छ? लौ, मेरो शरीरको चोक्टा मासु कति लुच्ने हो लुच्नुहोस्। मेरो शरीरको टाटो रगत चुई पिउनुहोस्। मुखमा आए जति भने। लसी झै छाटापाट चलेँ। छाती पिटी रुँडी जथाभावी भने। सक्ने बा हुने मात्र भए भक्कुरेर पठाउँ जस्तो लाग्यो। अझ चुप्पी अगाडि भए त्यही ठनक्कै छिनाइदिउँ कि जस्तो लाग्यो। बाउलाई जस्तो के कराइरहे कि जाउँ माथि जाउँ भनेपछि जाउँ न। तिमी साँच्चै जिद्दी गर्ने रहेछौ। उहाँले के भन्नु होला? मलाई बलजफ्ती माथि लान खोज्नुभयो। अब मलाई बाउलाई पनि भन्नुहोस्, जे मनमा आयो त्यही भन्नुहोस्। मन परे काका नत्र पाखा, यही त हो मान्छेको स्वार्थ। मैले एकै सासले भने। उहाँले आग्नेय दृष्टिले मलाई आँखा तर्दै हेर्नुभयो। सक्ने मात्रै भए मर्याङ मुरुङ पारौँला गरी धारा किट्नुभयो। मेरा एक शब्दले ती महिला झस्किएको मैले राम्रैसँग चाल पाएँ। साथै अनुहारको रङ फेरिँदै गरेको पनि देखेँ। उनले चकित दृष्टिले कहिले मतिर त कहिले उहाँलाई हेरिन्। मैले पनि आक्रोशपूर्ण दृष्टिले दुवैलाई आँखा टर्रै हेरेँ। उहाँको अनुहार सोहोरियो, कुनै कैदीको चाहिँ। भन्थे, म जान्छु। जान म आफ्नै छोरीको जीवन बिगार्न चाहन्न। मलाई थाहा पाइसक्यो। थाहा पाई आफ्नै गल्ला रेट्ने काम गर्दिन। झुठो पुरो खानलाई हामी माग्ने होइन, त्यसले अर्कै माग्ने खोज्नुहोस्। म बिदा हुन्छु। वन्दना गर्दै ती महिला हात्तीपाइले चालले गइन्। अब उहाँको अनुहार अघि जस्तो रहेन, झन् फेरिँदै गयो। हेर्दै डर लाग्यो। नसामा रगत जमेझै भयो। हड्डी नभएको जिउ चाहिँ लर्याक्क लुरुक्क भएँ। म त्यही पछारिएछु।
थुक तँलाई भन्दै फटाफट बाहिर भयो। उहाँको थुक मेरो अनुहारमा लपक्कै पर्यो शराबको चिनो चाहिँ। मैले केही बुझिनँ। यसरी थुक्नु पर्नाको कारण बुझ्ने प्रयास गरेँ, तर थुक पुछ्नलाई बढाएको हात रोकेँ। थुक पुछिन, अनुहारमै रहन दिएँ ताकि यो थुक अनुहारमै सुकोस्। जहिलेसम्म मेरो शरीरलाई लासको रूपमा जलाइँदैन त्यस बेलासम्म मेरो बाउको यो शराबको प्रतीक बनिएर रहिरहोस् अझ स्याउ स्याउटी किरा नलागेसम्म, किनभने यसैमा मेरो बाउको अपूर्व इतिहास लुकिएको छ। कथा सकियो।